नमस्कार सबैजनालाई। आज अलिकति रिच खाना खानु मन लाग्यो। सादा खाँदा खाँदा वाक्कै भन्छौ। अनि यसो अलिकति बिमारीलाई पनि आउने बाटोहरू बनाउनु पर्यो। अब एक न एक दिन मर्नै छ। सादा खाऊ या रिच खाऊ, समयपछि सबै त्यही हो। बिमार हुनु नै हो। जति नै सेफ बस, जति नै जे भन, सुगर प्रेसर यो सब त हुने नै हो। के बेला त खाइदिनु नसक्छौँ हामीहरू पनि होइन। कस्तो रहेछ यसो अब भनेर। ल भिडियो चाहिँ अलिकति लामो छ, म यसलाई छोटोमा अलिकति स्पिड गरेर देखाउँछु ताकि छोटो होस् भनेर। यो गोर्खे अचार, सिनेको आलु, काँक्रा, धनियाँ, खुर्सानी अनि चटपटा अलिकति मसला हालेर निम्बुको रसहरू हालेर अलिकति चटपटा बनाएर चाहिँ अब मासुसँग खाने। लु है, मासु पनि पाकेछ। अब खाने लायकको भएछ मासु पनि। अब मासु, अचार अनि भात खाने हो। भिडियो चाहिँ अलिकति लामो भयो, सरी त्यसमा है। तर पनि हेरिदिनुकोमा धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँहरूलाई।